जय मसी एभ्रिवान, वेलकम छ मेरो मिनी भ्लगमा सबैजनालाई। अनि आज चाहिँ देख्दै हुनुहुन्छ हामी चाहिँ है हाम्रो गुरुआमाको चाहिँ बर्थडे थियो अनि हामीले बिहानबाट विस नै गरेको थिएन कि उहाँलाई। अनि त्यसपछि भरेमा चाहिँ हामीले चाहिँ तीनजना मिलेर चाहिँ ल आन्टीलाई चाहिँ हामीले सरप्राइज दिनुपर्छ भनेर केक सेक रेडी गऱ्यौँ है। गिफ्ट चाहिँ हामीले फ्लावरहरू चाहिँ रेडी गरेको थियौँ। अनि त्यसपछि अनि हामी चाहिँ लगभग 9:30 बजे चाहिँ अनि पसलबाट निस्क्यौँ। त्यसपछि अनि हामी चाहिँ आन्टीको घर आयौँ। अनि त्यहाँ आइसकेपछि आन्टीलाई हामीले बोलायौँ है। त्यसपछि आन्टी आउनुभयो अनि हामीले फ्लावरहरू चाहिँ आन्टीलाई अगाडि नै दिइहाल्यौँ है त। केकहरू काटेर अनि खुवाएर दिन्छ, तर हामीले चाहिँ उहाँलाई गुरुआमालाई चाहिँ हामीले अगाडि नै दिइहाल्यौँ। अनि अर्को साथीले चाहिँ स्प्रे मात्रै छरिराख्नु भएको छ। अनि आन्टी चाहिँ एकदमै सक हुनुभएको थियो है। अनि तल गुरुआमाको छोरीलाई चाहिँ हामीले जानु गएर गुरुआमालाई बोलाउनु भन्दाखेरि चाहिँ उहाँले चाहिँ अनि तल ला के भइरहेको छ छिटो आउनु भनेर एकदमै अत्ताएर चाहिँ ल्याउनु भएको रहेछ होइन। अनि त्यसपछि अनि गुरुबुवा पनि आउनुभयो। अनि हामी सबैजना मिलेर अनि गुरुआमाको बर्थडे बनाइरहेका छौँ, देख्न सक्नुहुन्छ। अनि हामीले पहिला प्रार्थना गऱ्यौँ। अनि प्रार्थना गरिसकेपछि चाहिँ गुरुआमाको लागि आशिषको प्रार्थना गरिसकेपछि बर्थडे सङ गाइसकेपछि अनि गुरुआमाले चाहिँ केक काट्न थाल्नुभयो। केक काट्नुभन्दा अगाडि चाहिँ उहाँले केकमा पढ्नुभयो के लेखेको छ भनेर। अनि मैले चाहिँ लामै विशेष लेखेको थिएँ। अनि त्यसपछि गुरुबुवा जानुभयो अनि केक खुवाउनु भयो गुरुआमालाई। अनि छोरीहरू जानु भन्दै पनि त हामीले चाहिँ होइन हजुर पहिला जानुहोस् भनेर अनि गुरुबुवालाई पठायौँ। अनि गुरुबुवाले केक खुवाएर आइसकेपछि ममता जानुभयो। ममताले पनि केक खुवाउनु भयो। भिडियोमा चाहिँ गुरुआमाले मात्रै खुवाएको देखाएको छ है। अनि त्यसपछि म गएँ, मैले पनि गुरुआमालाई केक खुवाएँ। अनि उहाँले चाहिँ दिनभरि मैले खाएको छु, मलाई सानो खुवाइदिनु भन्दा मैले चाहिँ सानो खुवाइदिएको छु। त्यसपछि शोभा जानुभयो। त्यसपछि ल फोटो खिचौँ भनेर हामी सबैजना बसेर फोटो खिच्यौँ। अनि गुरुआमा एकदमै खुसी हुनुभयो, हामीलाई पनि खुसी लाग्यो। थ्याङ्क यू सो मच।